हाई एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो छोटो भिडियोमा। आज चाहिँ हाम्रो संस्थामा स्वास्थ्य शिविर भएको हुनाले सर दिदी म चाहिँ बिरामीको नाम दर्ता गरी भाइटल साइन लिएर डाक्टर कहाँ पठाए। उहाँहरूले चाहिँ म अगाडि आएको मेरो गरिदिनुहोस् भन्दै भिडभाड गर्दै हुनुहुन्छ कि हामीले चाहिँ लाइनमा बस्नु भन्दै बिस्तारै नाम टिपाउँदैछ। हामीलाई नटेर स्वयंसेविका दिदीले पनि भन्दै हुनुहुन्छ लाइनमा बस्नु, यता बस्नु, उहाँ जानु शीतलमा भन्दै हुनुहुन्छ। हामीलाई यति गर्मी भएको थियो कि त्यतिखेर आमामामा बाहिर फ्यान नभएर सबैजना आत्तिँदै हुनुहुन्छ। यहाँ चाहिँ सरहरूले स्वागत मन्तव्य कार्यक्रम गर्दै हुनुहुन्छ। पालिकाबाट, जिल्लाबाट, प्रदेशबाट आउनुभएका सम्पूर्ण सरहरू, डाक्टरहरू र यही स्वागत मन्तव्यका साथै कार्यक्रमलाई पनि अगाडि बढाए। आजको स्वास्थ्य शिविर चाहिँ मुख्य गरी महिलाहरूलाई पाठेघरको मुखको जाँच VIA र स्तनमा गाँठागुठी हुने स्तनको क्यान्सर, मुखमा घाउ आउने मुखको क्यान्सर र केटा मान्छेहरूलाई प्रोस्टेटको क्यान्सर सम्बन्धी जाँच थियो। मान्छेहरू धेरै सङ्ख्यामा जम्मा भइसकेको थियो यतिखेर चाहिँ, र म चाहिँ यसो के कस्तो हुँदैछ भन्दै अवलोकन गर्दै हिँडेको साथीहरू, यहाँ डाक्टरहरू सरहरू चाहिँ गर्मी भयो भन्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो माउथको स्क्रिन भइरहेको छ र यहाँ चाहिँ USG गर्ने ठाउँ, जहाँ भिडियो एक्सरे गर्ने ठाउँ, र हाम्रो अस्मिता दिदीले चाहिँ पुरा पोज दिनुभएको, फोटो खिच्नु भएको होला भन्दै, र सबैजना गर्मी भएर पेडीमा बस्दै हुनुहुन्छ। कोही पछाडि, कोही भित्र, कोही बाहिर, यस्तो गर्मी हुन्छ सबैजनालाई। यहाँ चाहिँ हाम्रो औषधि बाँड्ने ठाउँ, स्वयंसेविका दिदीले यस्तो उस्तो भन्नुभयो। नबुझेको बिरामीहरूलाई चाहिँ सबैजनाले सेवा लिने मौका पायो, आफूलाई के छ समस्या भनी जाँच्ने अवसर पायो। हाम्रो चाहिँ ल्याबको सर हुनुहुन्छ, उहाँ हाई गर्दै हुनुहुन्छ। उहाँ चाहिँ डाक्टरहरू र स्वयंसेविका दिदी। यहाँ चाहिँ VIA जाँच्ने ठाउँ हो। यतिकैमा हामी खाजा खान निस्के। खाजामा चाहिँ हाम्रो चना र आलु, चिउरा अनि दही थियो। मैले चाहिँ दही खाँदैन साथीहरू, मैले चाहिँ तरकारी र चिउरा मात्रै खाएँ। र उहाँहरू चाहिँ कार्यक्रम सकेर अब निस्किन लाग्नु भएको छ। हामी चाहिँ यहाँ गफ गर्दै बसेको।